हेलो नमस्ते साथीहरू। मैले चाहिँ आज चाहिँ एउटा युजफुल भिडियो चाहिँ लिएर आएको छु हैन। यो माल्टामा बस्नुभएका जो चाहिँ हाम्रो दाजुभाइ साथीहरू एज अ कुरियरको फुड कुरियर हैन अथवा कुरियर डेलिभरीको काम गर्दै हुनुहुन्छ उहाँहरूको लागि है चाहिँ यो भिडियो। सायद पुरानाहरूलाई त थाहा नै होलान् हैन, तर जो नयाँ साथीहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ थाहा नहुन सकिन्छ। त्यही भएर मैले चाहिँ यो भिडियो बनाउँदैछु हैन। म पनि एज अ कुरियरको काम गर्दै थियो, अहिले पनि गर्दैछु हैन, एज अ पार्ट टाइममा। अनि मलाई चाहिँ एक दिन चाहिँ यो रातिको समयमा चाहिँ पुलिसले चाहिँ पक्रियो, चेकिङमा पऱ्यो म चाहिँ हैन। अनि मलाई चाहिँ मेरो इन्टरनेसनल लाइसेन्सहरू आइडियाहरू सबै चाहिँ पुलिसले चाहिँ फोटोसोटो लियो हैन। म चाहिँ त्यो बेलामा ठ्याक्कै 1 वर्ष 6 महिना समथिङ भएको थियो। अनि मलाई चाहिँ बिना लाइसेन्सको फाइन चाहिँ लगाएर चाहिँ पठाएछ हैन। अनि त्यो अनि त्यसपछि लगभग 8-9 महिनापछि चाहिँ हैन मलाई चाहिँ कोर्टबाट चाहिँ यो इन्भाइटेसन लेटर आयो हैन। कोर्टमा चाहिँ बोलाएको छ मलाई चाहिँ यो जनवरी 20 मा बोलाएको रहेछन् हैन। मैले चाहिँ मेरो आफ्नो कम्पनीलाई चाहिँ इन्फर्म दियो। कम्पनीले खासै सपोर्ट दिएन, हामीसँग लयर छैन, तिमी आफैले चाहिँ लयर चाहिँ हायरिङ गर्नुपर्ने हुन्छ भनेर भन्यो। अनि मैले आफैले लयर चाहिँ हायरिङ गरेँ हैन। अनि म कोर्टमा गयो र मलाई चाहिँ यहाँ चाहिँ 500 युरोको फाइन चाहिँ पायो मैले चाहिँ हैन। 500 युरोको फाइन भेटायो। अनि यो फाइन चाहिँ सस्तै फाइन हो भनेर मलाई लयरले पनि भन्यो हैन। अनि मैले चाहिँ ड्राइभिङ स्कुलहरू चाहिँ पहिल्यैदेखि गरिरहेको थियो गर्न त। मेरो लयर चाहिँ अलि राम्रै हुनुहुँदो रहेछ, त्यही भएर मलाई चाहिँ उसको तर्फबाट पनि धेरै राम्रो कोसिस गर्यो, त्यही भएर सानो फाइन भेटाएँ मैले चाहिँ। अनि तर जति पनि मभन्दा अगाडि जुन साथीहरूले भेटेको छ र मैले खुद मेरो आँखाले पनि देखेको, यहाँको मिनिमम बिना लाइसेन्सको मिनिमम फाइन चाहिँ 2400 युरोभन्दा चाहिँ माथि हुने रहेछ। त्यही भएर बचेर काम गर्नुपर्ने हो। अनि जो साथीहरू चाहिँ 1 वर्षभन्दा माथि यहाँ माल्टामा चाहिँ ड्राइभिङ गर्दै हुनुहुन्छ हैन इन्टरनेसनल लाइसेन्सले, उहाँहरूले चाहिँ छिटोभन्दा छिटो चाहिँ यो सेन्जेन कन्ट्रीभन्दा बाहिर एकचोटि एक्जिट भएर आउनुपर्ने हुने रहेछ। अनि मेरो लयरले चाहिँ त्यो भन्यो कि एकचोटि सेन्जेन कन्ट्रीभन्दा बाहिर एक्जिट भएर आएपछि फेरि हाम्रो त्यो इन्टरनेसनल लाइसेन्स चाहिँ फेरि एक वर्षको लागि चाहिँ रिन्यू हुने रहेछ हैन। त्यही भएर साथीहरू सकेसम्म रातिको समयमा चाहिँ काम नगर्दा राम्रो हेरो हैन। मैले चाहिँ लयरलाई चाहिँ लयर फी चाहिँ यहाँ चाहिँ 500 लियो। 500 मा चाहिँ तर काम चाहिँ उहाँले आफ्नो राम्रो बेस्ट दियो, उसको तर्फबाट पनि धेरै राम्रो काम गर्यो। त्यही भएर मलाई चाहिँ अलि सस्तै फाइन पर्यो। अनि मैले चाहिँ आफूले भोगेको आफूले परेको दुःख चाहिँ साथीहरूलाई मेरो साथीहरूलाई चाहिँ नहोस् भनेर चाहिँ यो भिडियो बनाएको है त साथीहरू।